Hi, I am Bobita, medical lab technologist. युरिन पिसाब रातो रङको देखियो। पिसाबमा रगत मिसिएको पनि हुन सक्छ, जसलाई हेमाट्युरिया भनिन्छ। हेमाट्युरिया किन हुन्छ त? युरिनमा संक्रमण भएर मृगौलामा पत्थरी भएर मृगौला वा पिसाब थैलीमा समस्या भएपछि वा केही औषधिको असरले पनि हेमाट्युरिया देखिन सक्छ। कसरी थाहा पाउने त? कहिलेकाहीँ रगत आँखाले देखिन्छ, तर धेरै अवस्थामा आँखाले नदेखिन पनि सक्छ। त्यसैले युरिन रुटिन एक्जामिनेसन युरिन आरी जाँच गरेर आरबिसी रेड ब्लड सेल छ कि छैन भनेर पत्ता लगाइन्छ। सबैभन्दा पहिला बिरामीको युरिन स्याम्पल लिइन्छ। त्यसपछि युरिनलाई राम्रोसँग मिक्स गरेर सेन्ट्रिफ्युज गरिन्छ। सेन्ट्रिफ्युज पछि बनेको सेडिमेन्टलाई माइक्रोस्कोपमा हेरेर रेड ब्लड सेल्स छ कि छैन भनेर जाँच गरिन्छ। आरबिसी देखिएमा हेमाट्युरिया भएको सङ्केत हुन सक्छ। मैले यता प्रोसेस गरेको युरिनमा धेरै रेड ब्लड सेल्स देखिएको छ। हजुरहरूले पनि देख्न सक्नुहुन्छ। धेरै रेड ब्लड सेल्सहरू देखिएमा रिपोर्टिङ गर्न कन्फ्युजन हुन्छ। त्यसैले मैले 1 ड्रप नर्मल सलाइनमा 1 ड्रप सेडिमेन्टेड युरिन राखेर युरिनलाई डाइल्युट गरेर माइक्रोस्कोपमा राखेकी छु। माइक्रोस्कोपमा डाइल्युटेड युरिनलाई अझै राम्रोसँग रेड ब्लड सेल्स आरबिसीहरू देखिएको छ। हेमाट्युरिया आफैमा रोग होइन, यो शरीरमा भइरहेको कुनै समस्याको सङ्केत हुन सक्छ। त्यसैले पिसाब परीक्षण गराउनुहोस् र रिपोर्ट अनुसारले डाक्टरको सल्लाह लिनु आवश्यक छ। फलो फर मोर ल्याब फ्याक्ट। बाई।